कार्यक्रम आकाश पातालमा रामप्रसाद खनाल वाशिंटन डीसीबाट तपाईहरुलाई दुई हात जोडेर हार्दिक नमस्कार र कार्यक्रममा स्वागत गर्न चाहन्छु। एउटा खुशीको खबर आज आकाश पातालमा लिएर आएको छु म। भारत र पाकिस्तानका बीच पहलगाम घटनापछि उत्पन्न भएको तनाव र त्यसपछि सुरु भएको युद्ध आज अमेरिकाको मध्यस्थतामा अहिले चाहिँ युद्ध विराम भएको छ। दुवै देशले, भारतले र पाकिस्तान दुवै देशले पूर्ण रूपमा युद्ध विराम लागू भएको पुष्टि गरेका छन्। यो पाकिस्तान र भारतको बीचको जुन तनाव र यो तनावपछि सुरु भएको युद्ध अनि क्षेप्यास्त्रहरू आक्रमण, यसबाट ठूलो धनजनको क्षति भइसकेको थियो। तर दुवै देशले आफू कमजोर भइन्छ भनेर देखाउनका लागि उनीहरूले चाहिँ आँट गरिरहेका थिएनन्, देखाइरहेका थिएनन्, ढाँट्ने प्रयास गरिरहेका थिए, लुकाइरहेका थिए। तर त्यहाँ ठूलो धनजनको क्षति भइसकेको अवस्था छ। भारत तर्फबाट युद्ध लड्दा त कैयौं गोर्खाली सैनिकहरू अर्थात् हाम्रा नेपाली दाजुभाइहरू जो भारतीय सेनामा कार्यरत छन्, कैयौं हताहती भएको पनि कुरा आइरहेको छ। तर त्यसको पुष्टि हुन बाँकी छ। त्यसको स्वतन्त्र पुष्टि भएपछि हामीले त्यसबारेमा सबै कुरा बताउने छौं। तर अहिले सबै कुरा हामी त्यसमा बताउन सक्दैनौं। तर आजको यो कार्यक्रममा सुखद कुरा के भने, जे होस् भारत र पाकिस्तानको बीच युद्ध रोकिएको छ, युद्ध विराम भएको छ। वार्ताबाट समस्याको समाधान निकाल्नका लागि दुवै देश सहमत भएका छन्, त्यो पनि अमेरिकाको पहलमा। आजको आकाश पाताल कार्यक्रम सुरु गर्नुभन्दा अगाडि, यो भन्दा अगाडि हामीले एभेन्यूज खबर टेलिभिजनमा भारत र पाकिस्तानका बीचमा भएको युद्ध विराम र अमेरिकाले गरेको मध्यस्थताको बारेमा समाचारमा लाइभ गरिसकेका छौं। एभेन्यूज खबर टेलिभिजनको समाचार लाइभ नहेर्नुभएका दर्शकहरूका लागि, श्रोताहरूका लागि हामीले यसलाई विस्तृत रूपमा यो आकाश पाताल कार्यक्रममा समेट्दैछौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कसैलाई मन पर्छ, कसैलाई मन पर्दैन, कसैले उनलाई एकदम अराजक भन्छन्, बहुला भन्छन्, कसैले उनको त्यो लोकतन्त्र विरोधी भन्छन्, कसैले के भन्छन्। तर उनी स्ट्रङ पनि छन् र उनले युद्ध होइन शान्तिका लागि पनि पहल गर्छन् भन्ने कुरा भारत र पाकिस्तानको अहिले भइरहेको जुन युद्ध थियो त्यसमा युद्ध विराम लगाएर उनले त्यो कुरा पुष्टि गरिदिएका छन्। ट्रम्पले भनेका छन्, भारत र पाकिस्तान दुवै देशलाई म हार्दिक धन्यवाद र दिन चाहन्छु, किनकि उनीहरूले उच्च बौद्धिकता प्रयोग गरेका छन् र भारत र पाकिस्तान दुवै देशले अमेरिकी मध्यस्थतामा युद्ध विराम गर्न सहमत भएका छन्, उनले पुष्टि गरेका छन्। भारत र पाकिस्तान दुवैले पूर्ण रूपमा र तुरुन्त युद्ध विराममा सहमति जनाएको पुष्टि गरेका छन्। पाकिस्तानका उप प्रधानमन्त्रीले भनेका छन्, हामीले सधैँ यस क्षेत्रको शान्ति र सुरक्षाका लागि प्रयास गरेका छौं। अनि यसै गरेर भारतका विदेश सचिवले दुवै देश बीचको युद्ध विराम स्थानीय समय अनुसार बेलुकी 5 बजे यो चाहिँ युद्ध विराम लागू भएको घोषणा गरेका छन्। भारतका विदेश मन्त्री जयशंकरले भनेका छन्, भारत र पाकिस्तानले आज गोलाबारी र सैन्य कारबाही रोक्ने समझदारीमा सहमति जनाएका छौं। उनले थपेका छन्, भारतले सधैँ सबै प्रकारका आतंकवादको कडा र सम्झौताविहीन विरोध गरेको छ र यो आगामी दिनमा पनि जारी रहनेछ। भारतीय विदेश सचिव विक्रम मिश्रीले भनेका छन् कि पाकिस्तानका सैन्य अपरेसन निर्देशकले भारतीय समकक्षलाई आज फोन गरेर दुवै पक्षले स्थल, हवाई र समुद्री गोलाबारी र स्थानीय यो जुन चलिरहेको युद्ध थियो, यो युद्धलाई अहिले 5 बजेदेखि रोक्ने सहमति भएको छ। दुवै पक्षले मे 12 मा पुनः वार्ता गर्नेछन् भनेर पुष्टि गरेका छन्।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भनेका छन् कि भारत र पाकिस्तानले तुरुन्त युद्ध विराम गर्न र एक तटस्थ स्थानमा व्यापक विषयमा वार्ता सुरु गर्न सहमति जनाएका छन्। एक सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भनेका छन् प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री शरीफलाई शान्तिको बाटो रोज्न देखाएको बुद्धिमानी, विवेकशीलता र नेतृत्वका लागि म धन्यवाद दिन चाहन्छु। उनले भनेका छन् कि आफू र उपराष्ट्रपति जेडी भ्यान्सले राष्ट्रपति डोनाल्ड जे ट्रम्पको निर्देशन र प्रत्यक्ष लिडरसिपमा 48 घण्टादेखि लगातार जारी राखेको भारतीय र पाकिस्तानी उच्च अधिकारीहरूसँगको भेट अनि वार्ता र यी कम्युनिकेसनहरूको आधारमा यो युद्ध विरामको ग्राउन्ड तयार भएको हो। यस हप्तामा भारतले पाकिस्तान र पाकिस्तानले प्रशासित काश्मीरमा लक्षित आक्रमण गरेको थियो, जुन गत महिना पहलगाममा भारतीय पर्यटकहरूमाथि भएको घातक उग्रवादी हमलाको प्रतिक्रिया स्वरूप हो भनेर इस्लामाबादले हो भनेर भारतले भने तापनि इस्लामाबादले भने त्यसलाई अस्वीकार गर्दै आएको थियो। भारतले आफ्नो सैन्य अपरेसन सुरु गरेपछि दुवै पक्षले एक अर्कामाथि सीमा पार गोलाबारी, क्षेप्यास्त्र र ड्रोन आक्रमणको आरोप लगाएका थिए। भारत र पाकिस्तान दुवैले काश्मीरलाई पूर्ण रूपमा आफ्नो हो भनेर दाबी गर्दै आएका कारणले यो युद्ध भएको थियो। भारत र पाकिस्तान दुवैले आज यो युद्ध विराम रोक्नुभन्दा अगाडि त्यहाँ ठुलो धनजनको क्षति भएको कुरा आइरहेको छ, तर दुवै देशले त्यसलाई अहिले पनि सम्पूर्ण रूपमा जानकारीमा ल्याएका छैनन्। त्यसको स्वतन्त्र पुष्टि हुन अझै बाँकी छ। तर दुवै देश आत्तिसकेका थिए, युद्ध कसैको पनि हितमा हुँदैन, युद्धले कसैलाई पनि साथ दिँदैन र युद्धले विनाश मात्रै निम्त्याउँछ भन्ने कुरा पाकिस्तानले पनि बुझेको थियो, भारतले पनि बुझेको थियो। उनीहरू जतिसुकै ती अहिलेका सामाजिक सञ्जालहरूमा जति रोइलो गरिए पनि, मिडियाहरूमा जे जसरी आतंक मचाइएको थियो त्यो प्रकारले नभएर भित्री रूपमा यो आणविक हतियारको प्रयोग गर्दा दुवै देशले ठुलो अपूरणीय क्षति बिहोर्नुपर्छ भन्ने कुरामा उनीहरूले मनन गरेका थिए र त्यही मनन गरेको कुरालाई अमेरिकी मध्यस्थतामा आज स्वीकार गर्दै उनीहरू युद्ध विराममा आएका छन् र मेको 12 तारिकमा उनीहरूको अर्को वार्ता हुनेछ, त्यो पनि अमेरिकाको मध्यस्थतामा। अहिले दुवै देशतर्फ पूर्ण रूपमा युद्ध विराम लागू भएको छ। अहिले क्षेप्यास्त्र हान्ने कामहरू, ड्रोन आक्रमणहरू अनि सैनिक कारबाहीहरू पूर्ण रूपमा रोकिएको कुरा भारतबाट र पाकिस्तानबाट प्राप्त समाचारमा जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ दुवैले अब वार्ताको माध्यमबाट अमेरिकाको मध्यस्थतामा निर्क्योल निकाल्नका लागि तयार भएको यो सुखद समाचार ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि क्रेडिट दिएको अवस्था छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो भारत र पाकिस्तानको तनाव तुरुन्त अन्त्य हुनुपर्ने र भारत र पाकिस्तान दुवै देशले चाहेमा अमेरिका मध्यस्थता गर्न तयार रहेको भनेर युद्ध सुरुवात भएको पहिलो दिन नै उनले घोषणा गरेका थिए। अमेरिकाको वाशिङटन डीसीमा त यतिसम्म पनि भएको थियो कि अमेरिकाका लागि पाकिस्तानी राजदूतले अमेरिकी सरकारसँग, विशेष गरेर राष्ट्रपति ट्रम्पसँग उनले के अनुरोध गरिरहेका थिए भने अमेरिकाले पहल गरोस्, अमेरिकाले मध्यस्थता गरोस्। भारत र पाकिस्तानको बीचमा युद्ध भयो भने ठुलो नरसंहार हुन्छ, ठुलो धनजनको क्षति हुन्छ र मित्र देशको नाताले अमेरिकाले पहल गरोस् भनेर पाकिस्तानी राजदूतले अमेरिकी ट्रम्प प्रशासनलाई सुरुदेखि नै विनम्र अनुरोध गर्दै आएका थिए। त्यसै गरेर अमेरिकाका लागि भारतीय राजदूतले पनि त्यसै गरेर नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ट्रम्प प्रशासनलाई त्यही प्रकारको सहयोगको याचना गरिरहेका थिए। उनीहरूलाई थाहा थियो युद्धले न भारतलाई फाइदा हुन्छ न पाकिस्तानलाई फाइदा हुन्छ र भारतले चाह्यो भने
दुवै देशको बीचको यो तनाव कम गर्न सक्छ, युद्ध विराम गराउन सक्छ भन्ने उनीहरूले बुझेका थिए। हुन पनि राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बीचमा असाध्यै नङ र मासुको सम्बन्ध छ। सँगसँगै ट्रम्पको पाकिस्तानी प्रधानमन्त्री शरीफसँग पनि त्यत्तिकै राम्रो सम्बन्ध थियो र त्यो कुरा ट्रम्पले आफैले पनि दुवै मित्रहरूलाई म चाहिँ यो युद्धमा जान चाहिँ रोकिन म अनुरोध गर्छु भनेर सुरुमै आह्वान गरेका थिए र उनको कुराकानी उनका उपराष्ट्रपति जेडी भ्यान्स र विदेश मन्त्री मार्को रुबियोको यो प्रयास त्यो पनि ट्रम्पकै लिडरसिपमा भएको छ र आज युद्ध विराम भएको छ। खुसीको कुरा, मर्ने मार्ने क्रम रोकिएको छ। खुसीको कुरा, दुई देशको बीचमा शान्ति वार्ता मार्फत समस्याको निकास निकाल्न सहमति भएको छ। खुसीको कुरा र यसका लागि अमेरिका धन्यवादको पात्र छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको ट्रम्प प्रशासनले युद्ध विराम गर्न खेलेको भूमिकाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि धन्यवाद ज्ञापन गरेका छन्। त्यसै गरेर पाकिस्तानी प्रधानमन्त्री शरीफले पनि धन्यवाद ज्ञापन गरेका छन्। दुवै देशले अमेरिकाको मध्यस्थतालाई स्वीकार गरेका छन् र मे 12 मा अब बाँकी कुराहरू शान्ति वार्ता अगाडि बढ्नेछ भनिएको छ। हामी नेपालीहरूलाई विशेष गरेर खुसी लाग्नुपर्ने कुरा के भने भारतीय सैनिकमा यति धेरै गोर्खालीहरू छन्, यति धेरै नेपालीहरू त्यहाँ सैनिकमा कार्यरत छन् र उनीहरू लडाईँमा जाँदै गरेका दृश्यहरू हृदय विदारक दृश्यहरू थिए। उनीहरूका पोस्टहरू हेर्दा एकदमै हृदय विदारक पोस्टहरू थिए। परिवारजनहरूले भगवान पुकारिरहेको अवस्था थियो, किनकि भारतीय सैनिकमा धेरै नेपालीहरू कार्यरत छन् र त्यो युद्धमा सबैभन्दा के भने बहादुर सेनाको रूपमा भारतले सधैँ यस्ता युद्धमा नेपाली सैनिकहरूलाई अगाडि सार्ने गरेको छ। अर्थात् भारतीय सेनामा कार्यरत नेपाली सैनिकहरूलाई अगाडि सार्दाखेरि सधैँका युद्धमा थुप्रै नेपाली नागरिकहरूको ज्यान गएको छ जो भारतीय सेनामा कार्यरत छन् र यसपटक पनि थुप्रैको ज्यान गएको छ भनिएको छ, तर आधिकारिक डाटा आउन बाँकी छ। स्वतन्त्र रूपमा त्यसको पुष्टि हुन बाँकी छ। ती पुष्टि भइसकेपछि हामीले त्यसबारेमा पनि आकाश पातालमा हामीले खोज्ने नै छौँ, तपाईँलाई सुसूचित गर्ने नै छौँ। युद्ध रोकिएको छ, खुसी मनाउनुहोस्। जे भयो दुःखद भयो र अब भारतीय सेनामा कार्यरत नेपाली जो सैनिकहरू छन्, नेपाली तिनका परिवारजनहरूमा जुन रुवाबासी थियो, जुन एकदमै अत्यास लाग्दो अवस्था थियो, जुन ओहो के होला भन्ने अवस्था थियो, अब अलिकति भए पनि राहत मिलेको छ। कामना गरौँ भारत र पाकिस्तानको बीचमा शान्ति वार्ता सफल होस् र आतंकवाद कसैको पनि कहिल्यै पनि आफ्नो हुँदैन। आतंककारीहरू त्यो नेपालका हुन् कि भारतका हुन् कि पाकिस्तानका हुन् कि वा जुनसुकै अमेरिकाका हुन् कि वा जुनसुकै देशका हुन्, आतंककारीहरू र आतंकवाद कहिल्यै आफ्नो हुँदैन। आतंककारीहरूको धर्म हुँदैन, जात हुँदैन, देश हुँदैन, भेष हुँदैन, हुन्छ त केवल आतंक र आतंकवाद हुन्छ। त्यो मानव जीवनका लागि, संसारका लागि हानिकारक हुन्छ। हामीले नेपालीहरूले पनि धेरै पाठ सिकेका छौँ। आतंकवाद र आतंककारीहरूको ठुलो मारमा परेका हामी नेपालीहरूले 2052 सालदेखि 62 सालसम्म कति त्यसको क्षति बिहोर्नु पर्यो। त्योभन्दा पछाडि पनि शान्तिमा आइसकेपछि पनि आतंकवादको कतिसम्म हामी क्षतिपूर्ति अहिलेसम्म भर्दैछौँ, त्यो कुरा हामी नेपालीले बुझेकै कुरा हो। एनिवे जेसुकै होस्, भारत र पाकिस्तानको बीचमा युद्ध विराम भएको छ, शान्ति मार्फत अगाडि बढ्ने सहमति भएको छ। त्यसका लागि दुवै देशलाई धन्यवाद र त्यसको मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति र राष्ट्रपति ट्रम्पको टिमलाई पनि धन्यवाद भन्नै पर्छ। आजको आकाश पाताल कार्यक्रममा यही जानकारी दिँदै म पनि बिदा चाहन्छु। धेरै धेरै धन्यवाद। फेरि भेटौँला। नमस्कार।